हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म हेर्नु मकै बारीभित्र मकैले गर्नु गरिरहेछ। म र बहिनी चाहिँ आज न्युरो खोज्दैछ बारीको कुना कुनामा दुवैजना मिलेर। अनि हामी दुईजनासँग चाहिँ अर्को दिदी पनि हुनुहुन्छ, हजुरहरूले देख्न सक्नुहुनेछ। हामीहरू कस्तो बिजोकले हिँडिरहेछ मकै बारीभित्र यही न्युरो खोज्नको लागि। अनि अहिले चाहिँ देख्न सक्नुहुनेछ हामी चाहिँ यहाँ टनेलभित्र छौँ, टमाटर टिप्दै। बहिनीले चाहिँ अलिअलि पाकेको रहेछ, टिपिदिन्छु भनेर टिपिरहेछ। अनि कुनै चाहिँ किराले पनि खाएको रहेछ। अनि हामी दुईजनाको पारा हेर्नु न, पारा टमाटरसँग पोज दिइरहेछ हामी दुईजना चाहिँ। अनि त्यसपछि चाहिँ मैले यस्तो फुल टिपेर यहाँ बहिनीलाई नि कानमा लगाइदिएँ, अनि दिदीलाई पनि कानमा लगाइदिएँ। दुईजना हेर्नु न फुरुङ फुरुङ भएको राम्री भएर। अनि मेरो अनुहार हेर्न लायक छैन, यो आँखामाथि कालो कालो के लागेछ कुनै। म चाहिँ आफैले फुल हेर्नु कस्ती बनेको पाखे जसरी।